साथीहरु फेरि पनि स्वागत छ तपाईहरुलाई र धेरैले प्रश्न गरिराख्नु भएको छ यो डीबीटी लिंक भनेको चाहिँ के हो डाइरेक्ट बैंक ट्रान्सफर भनेको चाहिँ के हो कसरी लिंक गर्नुपर्ने भनेर हैन तपाईले धेरैले जानकारी गरिराख्नु भएको छ यो चाहिँ सामान्य तपाईले यहाँ स्क्रिनमा देखिराख्नु भएको छ डीबीटी को माने चाहिँ के हो भन्दाखेरि हैन सर यो चाहिँ जस्ट एउटा बैंक एकाउन्टसँग आधार लिंक भएको हुनुपर्ने हैन सर तपाईको बैंक एकाउन्टसँग तपाईको आधार कार्डको लिंकेजलाई नै डीबीटी लिंक भन्छ र लगभग प्राय सबैको यो लिंक भएको छ होला र जसको भएको छैन र मैले जुन भिडियोहरु बनाएको छु तपाईले त्यो भिडियोहरु हेरेर पनि कसरी लिंक गर्नुपर्ने कहाँ गएर चेक गर्नुपर्ने तपाईहरुले सिक्न सक्नुहुन्छ है साथी हो डीबीटी लिंक गर्नु एकदमै सजिलो छ चेक गर्नु लगभग प्रयागको नै भइसकेको जस्तो मलाई लाग्छ तपाईले यसरी क्रोममा गएर यहाँनिर गुगल सर्चमा तपाईले UIDAI लेखेर सर्च गर्नुहोस् यहाँनिर सर्च गरिसक्नु भएपछि यस्तो इन्टरफेयर आउँछ यहाँनिर UIDAI फेरि यसमा क्लिक गर्नुहोस् तपाईले यसमा क्लिक गर्नु भइसकेपछि यहाँ इंग्लिश अप्सनमा तपाई जानुहोस् वेलकममा क्लिक गर्नुहोस् त्यहाँबाट साथी यस्तो इन्टरफेस खोलिन्छ यहाँनिर तपाईले आधार चेक आधार अपडेट स्टेटसमा क्लिक गर्नुहोस् यस्तो आउँछ यसलाई क्रस गरिदिनुस् अनि यहाँ ड्याशबोर्ड देख्नु भएको छ यहाँ क्लिक गर्नुहोस् अनि यहाँनिर लगइन चाहिँ तपाईले गर्नै पर्छ लगइनमा गएर तपाईले क्लिक गर्नु भएपछि यस्तो इन्टरफेस खोलिन्छ साथी हो यहाँनिर चाहिँ तपाईले आफ्नो आधार कार्ड अन्त क्याप्चा लाउनुपर्छ जसको तपाईले चेक गर्नु हुँदैछ उसको तपाईले एउटै मोबाइलबाट पनि अरूको पनि गरिदिन सक्नुहुन्छ तर ओटीपी चाहिँ मस्ट हो यसरी जुन मान्छेको चेक गर्नु हुँदैछ जुन बेनिफिसियरीको तपाईले यहाँनिर आधार कार्ड अनि क्याप्चा लाउनुपर्छ है तपाईले यहाँ आफ्नो डिटेल्स भरिसक्नु भएपछि तपाईले यहाँनिर ओटीपी लाउनु पर्ने हुन्छ यहाँनिर तपाईले ओटीपी लाउनुपर्छ ओटीपी लाइसक्नु भएपछि साथी हो यस्तो इन्टरफेस खोलिन्छ अनि यहाँ तलनिर हेर्नुहोस् त बैंक सिटिङ स्टेटसमा जब तपाईले क्लिक गर्नुहुन्छ यदि तपाईको डीबीटी लिंक भएको छ भने चाहिँ यस्तो इन्टरफेस आउँछ यहाँनिर हेर्नुहोस् एक्टिभ लेखेको छ र तपाईले यसरी सजिलैसँगले चेक गर्न सक्नुहुन्छ एकदमै सजिलो तरिकाले तपाईले मैले सिकाइरहेको छु साथी हो ल भिडियो मन परे लाइक शेयर गर्नुहोस् होला।